लसो नमस्कार सिद्धले फ्याबुला हाम्रा सम्पूर्ण दर्शकमा आज पनि हाम्रो छम्पाटासिलामा के सोध्नु आइरहनु हुन्थ्यो। आज पनि आउनु भएको छ। तर आजको विषय चाहिँ निकै गम्भीर सोध्नु हुँदैछ। उहाँले चेतको विषय लिएर सोध्नु हुँदैछ। चेत भन्ने कुरो त निकै गम्भीर कुरो हो। यस्तो विषय त हुन त हामीले अब सामाजिक सञ्जालमा जतासुकै भनिरहनु पनि अलिकति हामीलाई अप्ठ्यारो हुन्छ। र पनि माथिको अब भनौँ एउटा साधारण तरिकाले चेत भने के हो, अब त्यसको शब्द अर्थ अनि यो यसको झ्याझ्या भन्छ नि अब है, चेतको विशेष अब भित्र भएको चेतकोले बोकेको सिद्धान्त के हो, यो कुराहरू म हल्का भन्न जाँदैछु। त्यो पनि अब सबैलाई लाभ होस्, सबैलाई अब सुन्ने जति सबैलाई चाहिँ लाभ होस् भन्ने हितले एकदमै जान्ने भएर भनेको चाहिँ होइन। यो चेत भन्ने कुरो त्यस्तो छिटो जानिहाल्ने पनि गाह्रो। विशेष गरेर चे भन्ने कुरोहरू चाहिँ अब यसलाई अब दोको लुक अनुसारको चेत पनि छ, नाकको लुक अनुसारको चेत पनि छ, अनि दङ्गा सुन्जोको अनुसारको चेतहरू पनि बताएको छ है यसरी छेहरूमा। अनि अब हामीले दङ्गा सुन्जो भन्दाखेरि चाहिँ सूत्र र तन्त्रको सिद्धान्त संयुक्त रूपमा अभ्यास गर्नुको लागि चेत त्यसरी पनि गरिन्छ। तर सबैभन्दा पहिला चाहिँ हामीले अब चेतको नियमले गर्नु पर्दाखेरि चाहिँ चेतको ठी राम्रोसँगले बुझेर आफ्नो गुरुहरूबाट अनि ठी बुझिसकेपछि चेतको अब आफ्नो परम्परा अनुसार मन्त्रोहरू गरेर अनि मन्त्रोहरू पूर्ण गरिसकेपछि अनि चेतको नियमलेन गर्नु चाहिँ राम्रो हो। त्यसले चाहिँ एउटा अब पक्का प्रभावशाली हुन्छ। नत्र अब हामीले चेत भनेर फेरि सिधै ठीहरू नगरिकन लुङ नगरिकन अनि अब वाङ पनि नगरिकन गर्नु त धेरै नै यो चेत चाहिँ विशेष गरेर अब यता चेत त्यो पनि छ। अब कामा अनुसारको चेत पनि भनेको छ, तेरमा अनुसारको चेत पनि भनेको छ, साक्षे अनुसारको तेर चेत पनि भन्छ, नाम्चे अनुसारको तेर पनि भनेको छ। समुद्र चेत भन्ने कुरो चाहिँ समुद्र। अब यसलाई हामीले बहुतै गम्भीर अनि विस्तारमा चाहिँ यो चेत बुझ्नुको लागि धेरै समय लाग्छ। तर पनि यहाँनिर अहिले मैले अघि भनेको जस्तो शब्दको अर्थ खोल्नु पर्दाखेरि चाहिँ विशेष चेत भन्ने कुरा चाहिँ अब टिबेटन ग्रामर अनुसार हो भने चाहिँ घौचनहरू चेत नै हो। चेत भन्ने चाहिँ काट्नु भनेकै हो है। तर काट्नु भन्दाखेरि चाहिँ अब फेरि अन्यथा लिनु भएन। त्यसलाई अब हामीले गुरुबाट ठी राम्रो लिँदा चाहिँ के काट्नु हो भनेर बुझ्नुपर्छ। गुरुकोबाट ठी लिएन भने चाहिँ अनि काट्नु के काट्नु थाहै हुँदैन है। विषय चाहिँ के हो त्यो बुझेन भने त भएन त। काट्ने विषय के हो भने त्यो बुझेन भने त अनि के काट्ने पागल मान्छे तलवार लिएर कुदेको जस्तो मात्रै हुन्छ, के काट्ने। त्यसैले गर्दा म गुरुको सानिध्यमा गएर ठी राम्रोसँगले गर्नु भन्ने कुराहरू यसमा आउँछ। अब शब्दको अर्थ चेत भने चाहिँ काट्नु भन्दाखेरि चाहिँ विशेष गरेर अब हामीभित्र भएको अज्ञानता जुन चाहिँ छ, अज्ञानताको जड
है म भन्ने छ त्यसलाई अब छेमा त दार्जिन भनेको छ अनि त्यसलाई नेपालीमा अनुवाद गर्यो भने चाहिँ आत्मग्रह भनिएको छ। यो आत्मग्रहको कारणले गर्दामा नै हामी यो संसार दुःखको भवसागरमा भौँतरिनु परेको कारण चाहिँ आत्मग्रहको कारणले हो। आत्मग्रह नभइदिएको भए हामीमा त्यो दुसुम ढुङ्गाहरू पनि आउँथेन, पञ्चविष त्रिविष भन्छ नि अब है, त्यो पनि आउँथेन। आत्मग्रह नै सम्पूर्ण क्लेशको जड हुँदाखेरि चाहिँ विशेष गरेर चाहिँ आत्मग्रहलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ काट्ने भनेर चाहिँ एउटा के भन्छ चेतको मार्फत अभ्यासको मार्फत हामीले यसलाई न्याम्ल्यान गर्ने हो है। फेरि ठिक विपरीत यसलाई राम्रोसँग नबुझिकन चाहिँ अब आत्मग्रह नगर्नु भनिरहेको छ, तर पनि अब यसमा अब आत्मग्रह अब दाङ कति राम्रो भनेर दाङप्रति नै आकर्षित भएर त्यसलाई आत्मग्रह गर्ने। हाम्रो एकदम राम्रो, हाम्रो समूहको राम्रो, तिम्रो समूहको यस्तो, फल्नाको उस्तो, ढिस्काको यस्तो, हाम्रो कति दामी भनेर त्यसप्रति के भनौँ आत्मग्रह गऱ्यो भने चाहिँ त्यो फेरि चेतको ठिक विपरीत हुन जान्छ, कता गएर त चेत बनिन्छ। त्यसैले गर्दामा चाहिँ चेत भन्ने कुराहरू चाहिँ विशेष काट्नु हो। हुनु त कुनै पनि चाहिँ तथागत गौतम बुद्धको 84,000 ग्रन्थ सम्पूर्ण चेत नै हो। केवल उसलाई चेत भनेर नाम नराखेकोमा त काम चाहिँ चेत नै हो नि। अब दमाङले पनि चेतै गर्नुपर्छ। अनि बुम पाठ गर्दाखेरि प्रज्ञा पारमिताको पाठ गरेर त्यसको पनि अर्थले चेत नै गर्ने हो। अनि सूत्र तन्त्र जे हो सम्पूर्ण 84,000 ग्रन्थ यो सबैको काम चाहिँ चेत नै हो। त यति हो चेत भनेर नाम राखिएको चाहिँ अब सबै धर्मलाई छैन। अब कुनै कुनैलाई चेत भनेर यसलाई चाहिँ अब पार्टिकुलर चेत भनेर चाहिँ नाम राख्यो नि त कुनै चेतलाई चाहिँ है। भनौँ अब सिधै कामलाई नै भनौँ त्यसको काम के छ गर्नुपर्ने कामलाई नै सिधै काट्नुपर्ने काट्नु भन्ने कुरालाई नै यहाँनिर चेत भनेर अब छेको नामै चेत राख्यो। यस्तो चेतको छेहरू चाहिँ झन्डै झन्डै अब साक्षे नाम्छे त्यसमा कामाको अनुसारको चेत, तेर्माको अनुसारको चेत, यो सबै मिलाउँदाखेरि 100वटा भन्दा ज्यादा ग्रन्थहरू चेतमा छ भनेर बताउँछ छेमा। अब त्यहाँ अब हामीले सबै साध्य हुँदैन र पनि कुनै कुनै एउटा चेत पक्रेर कुनै एउटा परम्परालाई पक्रेर अनि गुरु धारा राम्रो हुनुपर्छ। अनि अब त्यहाँबाट वाङलुङ म्याग राम्रो हुनु पऱ्यो अनि त्यसलाई नि मन्डो गरेको हुनु पऱ्यो, त्यहाँबाट चाहिँ चेत गऱ्यो भने चाहिँ त्यो एकदम अर्थपूर्ण हुन्छ। त्यसले गर्दामा चाहिँ चेत भन्ने कुरा चाहिँ अब शब्दको अर्थ भन्छ हो त्यसरी आत्मग्रहलाई निर्मूल पार्नुलाई नै चेत भनेको। अनि चेतको अनि विषय चाहिँ के हो भन्दा हुन त प्रज्ञा र करुणा हो है। त्यसको प्रज्ञा बिना चाहिँ करुणा बिनाको प्रज्ञा, प्रज्ञा बिनाको करुणा भन्ने कुरा चाहिँ हुँदैन। जहाँनिर चाहिँ बौद्ध धर्मको सिद्धान्त अनुसारको प्रज्ञा हुन्छ त्यहाँनिर करुणा आवश्यक हुन्छ, जहाँनिर करुणा हुन्छ त्यहाँनिर प्रज्ञा अवश्य हुन्छ है। किनभने प्रज्ञा र करुणा चाहिँ अभिन्न रूपमा अभ्यास गर्नुपर्छ र हुन्छ पनि त्यस्तै नै अभ्यास गर्नुपर्छ। प्रज्ञा र करुणा चाहिँ अलग अलग हामीले अभ्यास गऱ्यो भने चेत हुन सक्दैन। तर चेतमा चाहिँ विशेष गरेर चाहिँ प्रत्यक्षमा चाहिँ प्रज्ञालाई, अनि प्रज्ञा त्यहाँ प्रत्यक्षमा छ भने चाहिँ त्यहाँनिर करुणा पनि छ। तर अगाडि चाहिँ विशेष चाहिँ प्रज्ञा भनेर हामीले बुझ्न सक्छौँ है। तर करुणा नभएको होइन, त्यहाँ अघि मैले भनिहालेँ। अन्त यहाँनिर अब हामीले के गर्नुपर्छ भन्दाखेरि यो यसलाई व्याख्या गर्नुपर्दाखेरि चाहिँ प्रज्ञा र करुणा रूपी खड्गले
अनि आत्मग्रह रूपी भूतलाई निर्मूल पार्ने हो भनेर हामीले बुझ्नु पर्यो है। अनि अहिले चाहिँ आत्मग्रह बसेकोले गर्दामा चाहिँ हामीभित्र आत्मग्रहले चाहिँ गुण बनाएको कारणले गर्दामा चाहिँ हामीभित्र जुन चाहिँ विकास हुनुपर्ने प्रज्ञा र करुणा चाहिँ एकदमै गति एकदम मन्द गतिमा चलिरहेको छ। अभ्यासीहरूमा पनि त्यही भइरहेको, किनभने अब जन्मौँ जन्मान्तरदेखिको त्यो आत्मग्रह भएको कारणले गर्दा त्यति साह्रो सजिलो त त्यो आत्मग्रह हट्नु त सक्दैन। त्यसैले गर्दामा चाहिँ हामीले अभ्यास गरिरहेको बेलामा पनि आत्मग्रह चाहिँ एकदमै बलियो तरिकाले चाहिँ गुण बनाएकोले गर्दामा चाहिँ अनि हामीभित्र विकास हुनुपर्ने जुन चाहिँ मोक्षको निम्ति बुद्धत्व प्राप्त गर्नुको निम्ति जुन चाहिँ प्रज्ञा र करुणाको आवश्यक पर्छ हामीलाई, त्यो विकास चाहिँ हामीमा एकदमै धीमा गतिमा विकास भइरहेको हुन्छ अभ्यासीहरूमा। जबसम्म चाहिँ त्यो आत्मग्रहलाई चाहिँ पूर्ण रूपले चाहिँ निमाट्यान्नै पार्दैन जराइदेखि तबसम्म चाहिँ अनि आत्मग्रह हट्दैन। आत्मग्रह नहटिसकेपछि अघिको दुसुम ढुङ्गाहरू छ नि त अब होइन, पञ्चविष त्रिविषहरू छ नि, यो हट्नु सक्दैन। त्यो नहटिन्जेलसम्म अनि फेरि हामीले बुद्धत्व प्राप्त गर्ने कुरा आएन। विशेष गरेर यस्तो हो चेत भन्ने कुरा चाहिँ अब खडक दुई धारी खडक छ। खडक एक धार चाहिँ एकदम तिखो भएको प्रज्ञारूपी धार, त्यसको दोस्रोपट्टि चाहिँ अनि करुणारूपी धार। एउटै खडकमा दुई धार भएको, एउटा चाहिँ प्रज्ञा एउटा चाहिँ करुणा चाहिँ अब हामीले एउटा उदाहरण दिएको यो। अब त्यस्तो करुणा र प्रज्ञा रूपी खडकले चाहिँ जब हामीले आत्मग्रह रूपी भूतलाई चाहिँ च्युत गर्छौँ, त च्युत हुनु सक्यो भने चाहिँ एकदम अब हामी बुद्ध भूमि प्राप्त गर्ने है। अब बुद्ध भूमि प्राप्त गर्नुपर्छ भन्दाखेरि फेरि त्यस्तो नसम्झिनु कि हामी मरेर चाहिँ अब पाउँछ होला भने नै, यही जन्ममा यही शरीरमा हामीले त्यो ज्ञानलाई अनुभूति गर्ने हो नि त। त्यो गर्न सकिन्छ चेत भन्ने कुरा त्यो हो। अनि अब के भन्छ चेतमा अनेक 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 यसको अब मैले अघि नै भनिहालेँ, सागर जस्तो यसको अर्थ, गम्भीर र विस्तारमा छ यसको अर्थहरू। र पनि अब हामीले अब चेतमा त्यस्तो हुन्छ नि त, फेट भन्ने शब्दको प्रयोग गरिन्छ। अनि फट भन्ने शब्द चाहिँ दुईटा अक्षरले बनेको छ है। अनि फा अनि ट्रा, फट। अनि अब यो फट भनेको अक्षरको अर्थ यति साह्रो गम्भीर छ। अब फा भन्ने बित्तिकै फाले चाहिँ प्रज्ञा पारमिता सम्पूर्ण जति पनि सूत्रयानको अर्थ बुझाउँछ भनेर भनौँ। सूत्रयानको जति पनि सिद्धान्त छ फामा पूर्ण छ भन्छ। ट भन्दाखेरि जति पनि वज्रयानको अर्थ छ अब तल के भन्छ क्रियायोगदेखिको महासन्धि सम्भवको अथवा महामुद्रा सम्भवको जति पनि वज्रयानको अर्थहरू चाहिँ टाले बोकेको छ। फटाफट भन्दाखेरि चाहिँ अनि सूत्रयान र वज्रयानको सम्पूर्ण अर्थहरू त्यसमा पूर्ण भएको छ है। त्यसलाई बुझेर गर्नु सक्यो भने त्यस्तो हो। त्यसले गर्दामा यो दुईटालाई नै फट 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 गर्दाखेरि चाहिँ अक्षर दुईटा भए तापनि शब्द ध्वनि एकमा निक्लिँदाखेरि चाहिँ अभिन्न रूपमा त्यसलाई चाहिँ त्यो ध्वनि प्रकट हुँदाखेरि चाहिँ दोङाक सुङचुक भन्दाखेरि चाहिँ सूत्र र तन्त्र चाहिँ संयुक्त रूपमा युग्नत रूपमा हामीले बोध गरेको अनुभूति हामीमा आउनुपर्छ हो, त्यस्तो भनिएको छ। त्यसले गर्दामा चाहिँ चेतमा चाहिँ सूत्र र तन्त्र दुईटाको अर्थ पूर्ण छ है भनेको। अब यसमा हामीले चेत विशेष गरेर अब के अरे विशेष त यो दानको प्रक्रिया होइन। दान हामीले कसरी गर्नुपर्ने हो भन्दाखेरि चाहिँ अब त्यसमा के भन्छ मार्गे आउँछ, ठागे भन्ने आउँछ। अनि
कसरी भन्नुभएको छ भन्दा चाहिँ अब मार्गे भन्दाखेरि चाहिँ अब हामीले छेउमा अब चोय आलिङ हामीले पनि गरिरहेको सम्पूर्ण भक्तजनलाई पनि थाहा छ अहिले मार्गे सुनिरहेको भएको छ है। अब कति जग्गा गेसी भनेर भन्छ नि है। मार्गे भन्दाखेरि चाहिँ सम्पूर्ण के भन्छ सूत्रको अर्थ त्यसमा पूर्ण छ भन्छ। अनि ठागे भन्दाखेरि चाहिँ सम्पूर्ण तन्त्रको अर्थ त्यहाँनिर पूर्ण भएको छ भनेर भन्नुभएको छ। अनि जस्तै तथागत गौतम बुद्धले पनि के भन्छ ताकमल लुइजिनमा उहाँले बगिनी अनि उहाँको नानीहरूलाई जब उहाँले चाहिँ आफ्नो शरीर प्रदान गर्नुभयो तथागत गौतम बुद्धको अघिल्लो जन्म भनौँ बोधिसत्वको अवस्थामा उहाँले हो त्यो चाहिँ का फारो सिम्बीको द्वयम मेङा किङसले मार्गे भनेर बताएको छ। त्यो चाहिँ प्रज्ञा पारमिताको सम्पूर्ण अर्थहरूलाई सारगर्भित रूपमा चाहिँ उहाँले चाहिँ मार्गेको अभ्यास गर्नुभएको भनेर भन्छ। त्यो ताकमल लुइजिनको बगिनीलाई माथि नमो बुद्धमा। अब त्यसरी फेरि यता वज्रयानको अनुसार हो भने चाहिँ अब हामीले अब छोकहरू चढाउँछौँ है। छोकर गणचक्र भनिरहेको छ नि अहिले है। गणचक्र पूजा भन्छ त्यो कुन चाहिँ सिद्धान्त अनुसार हो त्यो सबै यो पहिला ठिलिनुपर्छ गुरुबाट त्यसरी भइरहेको छ। अनि अब यो गणचक्र गर्दाखेरि चाहिँ अब के भन्छ यो के भन्छ ठागेमा चाहिँ अब मेङाकी गोनिङ्ग्याम सुल्लावा भन्दाखेरि चाहिँ आफ्नो शरीर पनि अनि अब त्यहाँनिर छ नि है लुइजिनमा आउँछ नि त आफ्नो शरीर पनि पूर्ण रूपले चाहिँ दान गरिरहेको हुन्छ। अब त्यो होइन सबैलाई थाहा छ त्यो हौ त्यो चाहिँ नि छोकर यहाँ के भन्छ रङलुई छोकर दु बुलवा ठागे हिमर सुङ भन्छ आफ्नो शरीर पनि छोककोमा परिणत गरेर चढाइरहेको हुन्छ। यो ठागे नै हो। अनि यहाँनिर अघि हाम्रो लामाको प्रश्न के थियो भन्दाखेरि उहाँले प्रश्न अगाडि नै राख्नु भएको थियो। अनि कोही कोही बेला हामीले मृतकलाई पनि गरिदिन्छौँ त्यो चाहिँ किन गरिएको भन्ने कुराहरू छ होइन। त्यो पनि अब ठागेको नि हामीले छोक अब किन भने हामी सबै चाहिँ केले अल्झेको छौँ भन्दा चाहिँ आत्मग्रहले अल्झे अघि भनिहाल्यो। त आत्मग्रहले अल्झिँदा चाहिँ हाम्रो शरीरमालाई पनि त हामीले यो शरीरलाई पनि त हामीले आत्मग्रह गरिरहेको छौँ। मेरो शरीर म भनेर चाहिँ एकदमै बलियो तरिकाले चाहिँ आत्मग्रह यसमा छ नि त। म भन्ने दागचेबर जिम्बी लो भन्छ कि त्यो छेउमा हो त्यस्तो छ नि त हाम्रो हामीलाई। त्यसले गर्दाखेरि चाहिँ अब हामी भोलि अब प्राण निक्लेर गइसकेपछि मुर्दा भइसकेपछि पनि अब त्यति बेला छिङी भातो धर्म त अन्तर्भावमा पनि अब धेरै नै अब प्रयास रहिरहेको हुन्छ कि त्यहाँबाट मुक्ति पाऊँ भन्ने। अनि धेरैवटा बन्धनहरू आइरहेको हुन्छ तर विशेष बन्धन चाहिँ यो शरीर चाहिँ मेरो हो म हो भन्ने एकदमै ज्यादा भइरहेको हुँदाखेरि चाहिँ अब यो शरीरलाई चाहिँ महविहीन गर्नुको निम्ति अब चुएको न्याम्ल्यान गर्नेहरूले चाहिँ उसको शरीरलाई पनि अनि रङलुई छोकर त्यो फुलबा भनेर चाहिँ ठाकेको दान गरिदिएको ताकि अब दान गर्दाखेरि त्यहाँ ड्रोनहरू त अब अनेक आइरहेको हुन्छ होइन। ड्रोनलाई त अब आगमन गराइरहेको हुन्छ त्यो सबैलाई थाहा छ। अब यहाँ सबै म वृत्तान्त के भनिरहने ड्रेन्सीहरूलाई यसरी नै अब दान गर्दाखेरि जति हामीले दान गर्नु सक्यो त्यो मृतकले पनि त हामी जस्तै सेम एउटै त हो। आफ्नो शरीरप्रति आत्मग्रह भइरहँदाखेरि त्यो शरीरलाई चाहिँ जति हामीले छोकको रूपमा चाहिँ हामीले दान गर्नु सक्यो त्यति नै चाहिँ आत्मग्रहबाट मुक्ति हुँदै जान्छ। आत्मग्रह चाहिँ न्यून भयो भने चाहिँ हामीलाई अनि मुक्ति हुनुको निम्ति एकदम सहज पर्ने हुनाले गर्दामा अर्कोको निम्ति पनि गरिदिन्छ। हुनु त अब यो त दुर्चेत छ होइन। अनेक किसिमको चेतहरू छ नि अनेक अब
चुएको ठिक कति छ त्यो गऱ्यो भने बुझिहाल्छ। हो त्यसले गर्दामा चाहिँ हामीले मार्गे ठाके भन्नेहरू अब त्यसमा के अर्थ लुकेको छ, कस्तो गरिरहेको छ, मार्गेमा कुन कुन पर्यो त, के कारणले गरिरहेको छ, कुन चाहिँ अर्थ बसिरहेको छ, ठाकेमा कुन, यो एउटा एकदमै गम्भीर अर्थहरू यसमा लुकेको छ। उहाँले अब प्रश्न गरिहाल्नुभयो। खास त्यो त अब त्यस्तै विद्वान दक्ष गुरुहरूको सानिध्यमा जानु परेर गएर अनि वाङलुङ ठी लिएर, ठी लिनु एकदमै जरुरी छ है। वाङलुङ सिधै सँगसँगै ठी एकदम जरुरी, त्यसको व्याख्या एकदम जरुरी छ। त्यो बिना चाहिँ हामीले चाहिँ यो कुनै पनि क्षयहरू हामीले स्पेसली अब चेत भन्ने कुरोहरू झनै एकदमै वज्रायनको उच्च कोटिको गम्भीर वज्र सूत्र र तन्त्र संयुक्तमा भएको एकदमै गम्भीर सिद्धान्त भएको यो न्याम्लेन भएकोले गर्दामा एकदम सजिलोसँगले केवल दाङ तान्ने अनि इन्स्ट्रुमेन्टहरू बजाएर दाङ तान्ने रहेछ भनेर त्यति मात्र नसम्झेर साँच्चै नै हामीले चाहिँ 1 वर्ष 2 वर्ष 3 वर्ष कति हामीले न्याम्लेन गर्दै जाँदाखेरि चाहिँ आफूलाई अनुभूति हुँदै जाने कुरा हो। त्यो अर्कालाई बताउने होइन, अर्कालाई हेर्ने होइन। म भित्र चाहिँ आत्मग्रह कतिको न्यून भयो त भन्ने चाहिँ आफूले अनुभूति गर्दै जाने हो है। अनि अर्कालाई हेर्ने होइन, अर्कालाई जज गर्ने होइन। धाम्पी छे साङ्गेको छे भने आफूलाई जज गर्दै जाने हो। त्यसो गर्दाखेरि चाहिँ यो चेतको अर्थहरू त्यस्तो एउटा गम्भीर विस्तारमा भएको सम्पूर्ण छैन। त्यस्तो चेत झनै त्यस्तो भएकोले गर्दामा चाहिँ जति पनि चेतको न्याम्लेन अहिले एकदमै मैले पनि देखिरहेको हो, एकदमै रुचि राख्नु भएको छ। चेतको न्याम्लेनमा एकदम आकर्षित भइरहेछ हाम्रो भक्तजनहरू। सबैलाई मेरो यही बिन्ती छ, तपाईँहरूले साँच्चै नै यो चेतको न्याम्लेनलाई एकदम राम्रो गरेर मुक्ति पाओस्। साथै दक्ष गुरुको सानिध्यमा गएर ठी लिएर, वाङलुङ त एकदम इम्पोर्टेन्टै हो, विशेष ठीलाई चाहिँ राम्रो बुझेर अनि त्यसको पश्चात चाहिँ हामीले यो चेतको न्याम्लेन गर्नु सक्यो भने अति राम्रो हुन्छ, अर्थपूर्ण हुँदै जान्छ। अनि सधैँ नै हामीले चेत भन्ने कुरो चाहिँ एउटा झुन्डमा अभ्यास गरिरहनु पर्ने होइन। जब चाहिँ आफूले गुरुबाट चाहिँ त्यो दीक्षा ज्ञान लिइसकेपछि चाहिँ चेत भन्ने कुरो त एक्लै नै एकान्तमा गर्ने हो। यो जहिले पनि झुन्ड बाँधेर एउटा ग्रुप बनाएर हिँड्नुपर्छ भन्ने कुरा चाहिँ कुनै छैन। तर जबसम्म हामी एकदमै यो चेतमा एकदमै निपुण हुँदैन त्यति जेलसम्म झुन्डको आवश्यक होला। तर पनि चेत भन्ने कुरो त विशेष कुशलय न्याम्लेन भन्दाखेरि चाहिँ अब हाम्रो नेपाली समाजमा पनि कुशला त झुन्ड बनाएर दिँदैन नि त है, एक्लै हुन्छ, उहाँहरू हिँडिरहेको हुन्छ। त्यसले गर्दा त्यस्तै टाइपको एउटा बाहिरको चर्या भनौँ न त्यस्तो हुनुपर्छ, कुशले जस्तो। त्यसरी चेत गर्दै जानुहोस् है। अब यो सम्पूर्ण व्याख्या त मैले यहाँ भन्नु मिल्दैन पनि, जति एउटा एकदमै संक्षिप्तमा अलिकति सरल रूपमा भन्ने कोसिस गरेको। प्रश्न हाम्रो यहाँ छाम्बा टासी लामाको एउटा प्रश्न आइरहेकोले गर्दा मैले भनेको हो। भवतु सब मङ्गलम।